खाना मन लाग्छ जदिया भयो यार हाइट ओइ आरती ता कपडा लाउन गएको हो कि सिलाउन गएको यसले गर्दा आज बिहे भोजमा मासु खान नपाउने भयो मतकनी होइन तैले गर्न खोजेको के हो पैसा चोरेर कुन चाहिँ नेप्टीलाई आइफोन किन्दिस भन छिटो भन्छस् कि तेरो खुट्टा भाँचम चाहिँ नेपालीमा पैसा इंग्लिशमा मनी मन पारेको केटीलाई आई लभ यु भन्दा मुर्दार पो भनी साला निधारमा सिरी लेखे पो राम्री केटी पाउँछ त मिसिरी लेखेछ होला त्यही भएर जो नि आउँछ ल्याप्पा चातेर मात्र जान्छ मतकनी सिस्नुको पातमा आई लभ यु लेखेर उसको निधारमा टास्न ठुलो मन छ ताकि उसलाई पनि थाहा होस् मायाले कति पोल्दो रहेछ भनेर। ओए डान बहादुर सोल्ती के छ तिम्रो हाल खबर? आफ्नो बाउलाई नामले बोलाउँछस् बाउले नै भनेको हो एसीमा फेल भइस भने मलाई बाउ नभन्नु। के गर्ने साथी राक्सी त यस्तै हो नि हो नि आजै एका पेक थपम न मासु खादिन भन्नेले मुटु खाइसके तिमी बिना बाँच्दिन भन्नेले बच्चा पाइसके इंग्लिशमा बिग नेवारीमा तारी साला मन पर्नी केटीले आज दाइ भनेर मारी यसलाई नै भन्छ मंकी फास्ट गेडा ब्लास्ट साला मनको रहर मनमै मर्नी भयो जीएफ को पनि अर्कैसँग बिहे हुनी भयो छ्याप भएर रैला हानुमला भनेर क्लब आएको बुदिलाई कल गरेर ल्याङ्गरी राचै चाट पाते यतिको चाट पाते मगर्नीको गाला मुसार्ने बेला खेतको आली मुसर्नु परेको छ मुजी गेडे जस्तो जिन्दगी भाछ। डाक्टर साहब मेरो पेटको राइट साइड कलेजोतिर साह्रै दुख्छ। राक्सी कति खानुहुन्छ? एक प्याक मात्र बनाइदिनुस् फेरि काममा पनि जानु छ। गाडी चाइना भने के भयो हाम्रो भैँसी त टेस्ला हो नि। गुरुङनी मगर्नी लिम्बुनी चाहिँ तिमीहरूको साथीहरू यो बाहुनी र छेत्रीनी चाहिँ मेरो है त पागल हो नेपाली बातोको ताल हेरा मुजीहरू गेडा जस्तो बातो मुजी मुजी साथीहरू अस्ट्रेलिया गएर कार किनिसके म यहाँ खलासीसँग कार छ 5 रुपियाँ फिर्ता दिनु भन्दै बस्नु परेछ। कौरेली सम्धि के छ कब्रेको खबर यो दौड्नेको बाटो त कहिल्यै नबन्ने भयो। नेताहरू त सबै चोर पो रहेछन् जनताको दुःख हेर्ने कोही छैन। छिट्टै बनेको हेर्न पाइन्छ कि पाइन्न थाहा छैन। अब बालेन्दाई हाय हाय ए नेता हो तिमीहरूले गर्दा यो देश बिग्रियो बाटो पनि राम्रो छैन। केरा कस्तो छ यति? यो केरा त गुलियो मात्र छ अलिक मिठो केरा खाने भए भरिभरि भेट्नु है। नमस्ते हाय गाइस आज हमारा यति कैलाश ब्राह्मणमा आएका छौ। होइन हो यो त मुजी बोक्सी लागेको बाहुन होइन। ठिक छ भाइ हिँड्नु पर्यो। अब यो भ्लग त रिस्की भइसक्यो यार। ए बालेन दाई कमाएर खान त देऊ। काठमाडौँ त झन् जंगल भन्दा नि बिग्रियो यार। यो सब डर्टी पोलिटिक्स को कर्मा हो। नेताहरू त आफ्नो तन मात्र टिप्छ। नेपालको बाटो हो कि धान रोप्ने खेत हो? कहिले बनाउँछन् चोर नेताहरूले देश? ओम नमः मायामा दुखा छ। बाबाजी मलाई एउटा कत मिलाइदिनु न। आइए मुजी मैले नि कत नपाएर जोगी। ल है एउटा कथा सुन। एका देशमा घिमिरे र निरौला बीच लप परेछ र मायाको चिनो स्वरूप घिरौलाको जन्म भएछ। पब्लिक शौचालयमा पिसाब गरेर 500 को नोट दिएको खुल्ला छैन भाइ 100 चोटि मुतेर जाऊ पो भन्दिरा होइन। यो साला स्वार्थी संसारमा बाँच्नु छ भने सुत्दा पनि खुट्टा हल्लाउँदै सुत्नु होला नत्र भने मरेको सम्झेर जलाउन बेर छैन यहाँ। आजकल त बुढी पनि भ्यागुता जस्तो लाग्न थालिसक्यो भने बिना काममा ट्वार ट्वार मात्रै गर्छ यार। ये मेरी मुना कत्तुको तुना नतान त्यसरी खुस्किन्छ कत्तु देखिन्छ लद्दु लाज लाग्छ बेसरी। तिमीहरूले जतिसुकै ट्राई गरे पनि गेम जित्ने मनै हो। घर जा घर जा। त पागल हो मुजी त पागल हो। आस्ती औतीलाई जिस्काको चप्पलले हानी हिजो अर्कीले जिस्काको त्यसले पनि हानी अब त एकजोडी भइहाल्यो
टोइलेटमा काम लाग्छ म तपाईँको चोरीको हात माग्न आएको किन चाह्यो मेरो चोरीको हात? किनकि अब मेरो हात थाकिसक्यो दाइको बिहेमा गएको काकाले आबा तेरो पालो भनेर हैरान पारे मैले पनि आस्तीमा लामी जाँदा आबा तपाईँको पालो भन्देको बुढा रेसाएर हैरान जिन्दगीमा सबैले आगादि बढ भन्यो तारा यो मुला खलासी चाहिँ छ जहिले पछाडि जा भन्छ त हँसाउने नि एउटा सीमा हुन्छ नि मुला आजसम्म त एउटा लभ पार्न सकेका छैन राशिफलमा चाहिँ सन्तान प्राप्ति रे भाइ यो देश त हामी जसा त भिजनरीहरूले चलाउनु पर्ने हो क्या जा पुरा पहिला राम्रोसँग बाइक त चलाएर देखा जाता